हेलो नमस्ते स्वागत छ तपाईहरुलाई श्री प्रधान अफिसियल च्यानलमा। साथीहरु आज चाहिँ हामी फेरि पनि दुध पुर्याउन जान लागेको र तपाईहरुले हेर्नु होला हामी कहाँ जाने छ भनेर। मेरो बुढीले साइकल चलाएको कस्तो सुन्दर रहेछ। चलाउन आउँछ सानो हजुरलाई? चलाइछ त? बल्ल यति डोराउन सिक्यो। मलाई त साइकल पनि आउँछ, स्कुटी पनि आउँछ सानो। मलाई त आउँदैन। बच्चामा सिकै छैन के गर्ने। बच्चामै स्कुल चलाउँदा साइकल लिएर जान्थ्यो। बाबाले किनिदिनु भएको थियो बच्चामा। त्यो साइकल हराएर पनि भेटाएर नि कहाँ पुग्यो। अनि साइकल कसले किनिदिएको भनिस् त? काठमाडौँको मम्मीले चाहिँ पैसा पठाइदिनु भएको थियो। अनि लिएको जाँदा नि 1 वर्ष भयो। सहिलो हुन्छ, बिहान बिहानै स्कुटी चलाउन गाह्रो हुन्छ, जाडो पनि हुन्छ। साइकल भए ज्यान पनि खुट्टा पनि ज्यान पनि बन्ने, ज्यान हुने एक्सर्साइज हुन्छ। अब यसलाई प्लेन उडाइदिने हो मैले। गाईले कुडो खुवाउन लाग्छु अब। रेडी छ, चेक गर्नु छ गाइज। हेर्दै गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला गाइज। सानो मनु मनु के गरेको सानो? कुरा खानुपर्छ फेरि। उयो खायो, अब कुरा खाने। काली कसरी बसा मेरो काली? ओइ उठ्यो, घाँस खाने त देखेर नि। उठेदेखि बेलुकासम्म घाँस खाने काली है काली। आज काली अब कुरा खाने अनि घाँस खाने ल है। अहिले घाँस खाने, हिजो मम्मीले पनि दिएर मैले पनि दिएको अझै है काली। अब कुरा खाने नि। यहाँ चाहिँ बाख्रा बच्चा छ है गाइस। यहाँ कुखुरा छ बोइलर 2टा। चाहिँ सानी भुसाले भुसमा बस्दैन है। तिम्रो नि मम्मी यस्तै छ, मम्मी पनि त्यस्तै गर्छ। मनु ओइ अच्छा ओइ नि आज मुनि 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 बोलाए पो आउने। घाँटीमा के लगाइदिएको मम्मीले? के लगाइदिएको? के लगाइदिएको भन्दै त? यहाँ आइज नि, आइज। अब थेरापी गर, थेरापी भनेको थेरापी गर हो। मलाई ढाडो थेरापी गर्नु पर्न। आइज थेरापी। फेरि मन बसाउनु गयो। आइज थेरापी गर, थेरापी।
फेरि आइज फेरि ढाडु आइज ढाडु आइज मेरो ढाडु आइज मम्मीको पुच्छ। हामी चाहिँ खाना खान लाग्छौँ। साग घिउ गुडी चाहिँ अचार खाँदै हुनुहुन्छ। ब्रोकाउली आफ्नै बारीको साग घिउ अचार सबै हुन्छ। गाई हेर्दै गर्नु होला। म खानेछु। बाख्राले चाहिँ मेरो बुढीलाई मात्रै पचाउँछ। बडी गाह्रो है, मैले बोलाएर आउँदैन। मनु आइज, आऊ मनु आऊ मनु आऊ भन्ने गाईले यसरी माथि चढिदिन्छ। मनु अनि यसको सिङाउन है। अनि गाइस घाँटीमा चाहिँ मेरो बुढीले के बनाएर लगाइदिएछ है गाइस। माला लाग्ने बस यहाँ बस। मलाई धेरै उ गर्ने हो कि है सानीले। हान यसलाई हान। अब हान्न पनि सिकिसक्यो। अब यसले मलाई मैले सिकाइसकेँ। हान आइज हान आइज हान। के भयो सानो? मैले हिजो सोधेको हो, अहिले फेरि सोध्नुला नि। अन्त खाना दिनमा 4 चोटि देखा त दाना दिइसक्यो बिहानै। टुक्रो पनि खाइसक्यो। तिनीहरू हेर न बस। हेलो सानो खैरो खैरे ला खैरे ओए खैरे। तिमीले छाने त हो। यो सेतो चाहिँ बलले थियो है। पहिला त सेतोले छोड्दैन थियो है। गाइस यो पालि पनि खैरो थेरुवापाटी परेखा। यसले चाहिँ पचाइदिन्छ। यसले चाहिँ पचाउन सक्दैन गाइस। जे खायो भने छेरिया सानोमा औषध दिनुहुन्न गाइस। खैरे ल आइज। मैले सानो त छ भने त हुने। सानो छ नि 6वटा कोठामा। यो दुईटा उयो टोयलेट त ठुलै रहेछ त। टोयलेट त ठुलै बनाएको छ। 6वटा कोठामा सानो छ है गाइस। यहाँ चाहिँ घर बन्दैछ। गाई दुध खाँदैछ। बिहान एकचोटि दिउँसो 2 चोटि। यो 2 चोटि बेलुका फेरि खान्छ। 4 चोटि खान्छ दिनमा। 4-5 चोटि खान्छ। अनि गाईको दुध गएर राखिदिन्छ। 2 जग घरमा राख्छ। 1 लिटर बच्चीलाई 1 लिटर यसलाई। मलाई अलिकति खान पाइन्छ कि भनेर अलिकति राख्छ। मैले अलिकति राख्छ। हुन्छ गाई जब म दुध दुहुन जान ढिलो भयो। चाहिँ हेर्दै गर्नु होला। खाएर भ्याइसकेको अवस्था छ गाई। तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो उसो लाग्छ। केही देखिएको छैन। रुख हाम्रो घर चाहिँ ऊ तल छ, तर घरै देखिएको छैन साथीहरू। बजेको कुरा सुन्नु है गाई। हामीले चाहिँ कि धेरै बलमले दुःख दिएछ। हामीलाई सेयर मात्रै खोल्याएको, बोनस पनि देखाएन। एउटा गाई पालेर यसो घर खर्ची हुन्छ कि भनेको त्यही पनि नहुने भयो। अब यस्तो दुखीहरू यहाँ कोही बोल्दैन है गाई। सबैजना चुप लाएर बस्नुहुन्छ। त्यस कारण हामीलाई गाह्रो भएको। हामी एक्लै मात्रै छौँ। मैले चाहिँ केटा मान्छेले मात्रै बोकेर देखाएको थिएँ। आज दिदीबहिनीहरूले नि बोकेर हिँड्नुभएको देखेको थिएँ है गाइस। गाइस हामी चाहिँ बलराम दिदीले धेरै लुटेको है। यहाँ नै गाइस
7 लिटर दुध चाहिँ जम्मा 451 देखाए है। यो चाहिँ अध्यक्ष चाहिँ हेमराज पाठक भनेको है, तर कर्मचारीले चाहिँ हामीलाई फ्याट दिन माथि डेरी खोलेको छ भनेको छ। हामी डेरी लैरहेको छ तर फ्याट दिएको छैन है। अब मेसिन पनि 1 महिनापछि आउँछ भनेको छ। म चाहिँ बुढीलाई सल्लाह गरेर तलै जानु पर्ला जस्तो छ। 7 लिटर दुधलाई जम्मा 451 है गाइस। हाम्रो बोनस पनि देखाएन, केही पनि देखाएन। लुट्न मात्रै लुट्ने, किसानहरूलाई दुःख दिन्छ है गाइस, के गर्ने। म एक्लै बोलेर हुन्न, एक्लै बोलेर काम पनि छैन। सबैजनालाई थाहा, तर कोही बोल्न सक्दैन। हजुरको हाम्रो चाहिँ अनुरोध यही हो कि बर्नाम डेरीको कमिटीहरूले चाहिँ किसानलाई हेर्नु पर्यो है, तर हेर्दैन। चुस्नसम्म चुस्छ, बोनस पनि छैन, केही पनि छैन, सुविधा केही छैन के। फ्याट भनेको 62। अब सल्लाह गरेर तलै जानु पर्ला। त्यसो हुन्छ गाइस, हेर्दै गर्नु होला।